अहिले हामी आज चाहिँ 2082 साल भदौ 2 गते अगस्तको 18 तारिक 2025 डे 1 हामीहरू चाहिँ अहिले एयरपोर्टमा छौँ। हामी अब यो बुढियाको 30 मेरो 7 ट्रिप हुँदैछ, अमेरिका जाँदैछौँ हामी। तलसम्म छोरी ज्वाइँले पुर्याउनु ल्याउनु भएको थियो, उहाँहरू निस्किसक्नुभयो। ल खुसी छ नि फेरि है, छोराबुहारी भेट्नु जाने, नातिनीहरू जुम्ल्या नातिनी नाइमा तायामा खियामा सबैले भेट्नु जाने। अब अहिले हामी वेटिङ रुममा छौँ। उहाँहरू चाहिँ वहाँ जाने हो। यो नेपालको अन्डर एज केटाकेटी लेडिज फुटबल खेल्नलाई भुटान जाँदै रहेछ। भुटान जाने हो। टर्मिनल यस्तो बनाएको छ गेटहरू। अहिले व्यवस्थित, पहिले भन्दा व्यवस्थित भएको छ अलिकति। अहिले अलिक व्यवस्थित भएको छ। अब हामी बोर्डिङ हुँदैछ। All the remaining passengers are kindly to stay to know who's board the aircraft from getting on the way. Thank you. ताई दुबई ल आज 2082 साल भदौ 2 गते अगस्त 18 2024 मा हामी अमेरिका प्रस्थान हुँदैछ। मेरो 7 पल्ट हुँदैछ। यो पल्टसँग आमाको 3 पल्ट। हाम्रो जाने प्लेन यही हो, कतार एयरलाइन्स QR 649 फ्लाइट नम्बर। कतारमा अब हामी 3 घन्टा बसेर भोलि मात्रै हामी अमेरिका JFK मा पुगिन्छ। छोरीलाई धेरै धेरै धन्यवाद छ, आमालाई हेल्प गरेको है। हामी जाने हो। हजुर हजुर हजुर
टर्मिनल झरेर व्हिल चेयरबाट अर्को टर्मिनलमा जाँदैछ। छोरीलाई भनेको यहाँ खिचेको भोलि पर्सिले यहाँ 12:51 भएछ। अहिले अब कति बज्यो वहाँ 3:20 3:40। हामी अहिले व्हिल चेयरबाट यहाँ ल्याइपुर्यायो यस्तो व्हिल चेयरले। अब यहाँ हामी गेट खै कति नम्बर गेट हो बस यहाँ बस भनेको छ हामीलाई 5 नम्बर बस। अब 1.5 घन्टा 1 घन्टा आदि पछि हामी जान्छौँ। यहाँ चाहिँ दोहाको इन्टरनेसनल एयरपोर्ट। हामी सेक्युरिटी चेक भइसक्यो। अहिले चाहिँ म दुबईको कफी सप जाँदैछु पानी किन्नु। हाम्रै हो खिचेको। अब वेटिङमा अब धेरै छैन टाइम आधी घन्टा वेटिङ होला। अब हामी बोर्डिङ हुँदैछौँ। हामी जाने प्लेन पाँचवटा अहिले येलो क्याबमा पस्यो। ल अब ट्याक्सीमा छोरा खै आउँछ।